दर्शकवृन्द, आजदेखि हामीले हाम्रो कार्यक्रममा समाचार सेवालाई पनि समावेश गराएका छौं र अब प्रस्तुत छ समाचार। यो समाचार हामीले वास्तवमा 10 मिनेट गर्नुपर्ने थियो, तर विभिन्न कारणले गर्दा आज हामीले 5 मिनेट मात्र समाचार प्रस्तुत गर्न सकेका छौं। त्यसमा हामी क्षमा याचना गर्दछौं र भोलिदेखि हामी 10 मिनेटको समाचार प्रस्तुत गर्ने प्रयास गर्नेछौं। र यो समाचारमा आज हामीले समाचारपछि त्यो समाचारसँग सम्बन्धित नक्सा पनि दिनु पर्थ्यो, तर विभिन्न कारणवश आज हामीले त्यो पनि गर्न सकेनौं र त्यसका लागि पनि हामी क्षमा याचना गर्दछौं। तर आज हाम्रो यो सुरुवात भएको हुनाले यहाँहरूले हामीलाई क्षमा दिनुहोला भन्ने विश्वास छ। अब प्रस्तुत छ समाचार। नमस्कार, अब हामी छोटकरीमा आजका प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गर्दैछौं। श्रीपास महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव आज 40 वर्ष पूरा गरेबक्सी 41 वर्षमा प्रवेश गरेबक्सियो।